के भन्नु खोज्यो काठमाडौँ भन्दा बाँकी भन्नु खोज्छ यो को हो फ्याल्ने को हो फ्याल्ने यसरी तपाईँहरू हो त हेरु तपाईँको नजर Oh my god! Let's try something. For me and you. So मैले के डिसाइड गरेँ भने धेरै नभए पनि I keep on traveling for work. So मलाई vlog सबै कुरामा बनाउन नपाए पनि at least म travel गर्दाखेरि despite if it's work पनि I'm gonna vlog. So let's see how good or bad I'm going to be with my vlogging. So भगवानको आशीर्वाद लिँदै Let's start. Ready? मलाई थाहा छैन कि रेडी भइरहेको पनि प्रोसेस चाहिँ भ्लगिङमा आउँछ कि आउँदैन यु गाइज क्यान कमेन्ट सो मैले गेट रेडी मी पनि गर्न सक्छु वेल आई एम रेडी म गइरहेको लोकेसन धेरै टाढा होइन इट्स ओन्ली 3 hours ड्राइभ र मलाई अर्गनाइजर लिन आउँदै हुनुहुन्छ एन्ड सँगसँगै one night stay हो so I have already packed and the bag is small but they say girls bags are like Doraemon magic box जस्तै magical कुराहरू निस्किन्छ so yes I have everything for myself and I'm going to glitch a lot because I don't know how vlogging works and यत्तिकै बोले जस्तो vloggingमा पनि बोल्ने हो कि होइन I have no idea I'm clueless but guys wish me luck चढ्नु अघिको पार्टी खिच्न बिर्से but here I'm with my organizer say hello हेलो तपाईले आफै इन्ट्रोड्युस पनि गरिदिनु न नमस्ते म विकेश लाल श्रेष्ठ हेटौडाबाट अहिले जीसीआई नेपालको चाहिँ नेशनल एक्जिक्युटिभ भाइस प्रेसिडेन्ट वाउ मर्निङमा such a heavy introduction अनि उहाँसँगै हामी गइरहेको छौँ so sweet बिहानै लिन आउनु भयो and there is this amazing women please introduce yourself Namaste, it's me Rajni Thapa. I'm 2025 को national president र right now म GCI को vice president. Wow, such a formal introduction. मैले चाहिँ उहाँलाई already भेटिसकेँ and I have a very interesting impression of Rajni ji because I think she gave me a very strong lead women leadership को त्यो energy दिइसक्नु भएको थियो अनि I'm so glad she's one of the panel today अनि we are in the same panel so it's interesting अनि हामी अब जाँदै छौँ हेटौडा त्यस्तो बाटो है यो त पानी पर्दा त क्या ध्वस्त हुन्छ होला This is a really interesting and beautiful view. I'll stop by for a washroom break. So yeah. Heटौडा आइपुग्यो हेटौडा आइपुगिसकेका छौँ very safely because of this amazing person उहाँले यस्तो आनन्दले लिएर आउनुभयो हाम्रो एकदम धेरै गफ भयो आई थिङ्क यो 3 घन्टा about politics to Nepal to everything I think अहिले त सबैको कन्भर्सेसन नै नेपालको पोलिटिक्स होला है हामी हेटौडा कफी खाने रजिजी पनि उठ्नु भयो फाइनली पुरा गाडीभरि सुत्नु भयो हामी 3 घन्टा गफ गर्यौँ उहाँ 3 घन्टा सुत्नु भयो सो द्याट इज इन्ट्रेस्टिङ मलाई पनि त्यतिकै निन्दा चाहिएको छ अब हामी कफी खाने कफी बार यो चाहिँ विकासजीको नै रेस्टुरेन्ट पनि हो सो मलाई कस्तो भ्लगिङ गर्न आइरहेको छैन के भन्छ यार भ्लगमा हालेर ओ हामी जान लागेको होटेल ऊ त्यो गाडी ऊ त्यो बाइक ऊ यो पोल अनि ऊ त्यो दुइटा चाहिँ ओ रिक्सा ओ माय गॉड हाउ क्यूट केटीहरूले भन्ने त्यही हो अरू के भन्ने अब यस्तै हो यो बाटो पिच गरेको बाटो पछाडि टुरिस्ट लिएको गाडी गाडी अर्को पनि रिक्सा कति क्यूट ग्रीन कलर के रहेछ पिङ्क कलर हुन होइन पिङ्क कलर भए भए अझै राम्रो हुन्थ्यो रजनीजी यहाँ रजनीजी उहाँ जुन हुनुहुन्छ उहाँ त्यही हुनुहुन्छ हेलो ब्युटिफुल अरे म पनि यहाँ छु Prasuji is our moderator. Vidhan Raj Bhandari is a storyteller. Nishal Rais is MP. Okay, interesting. Yeah, I'm hotel. हजुरले खिच्दिनु हजुर हजुर नाइन ठिक छ म एकछिन लिन्छु ल प्लिज मलाई रुम त क्युट छ एसीस पनि रहेछ होटल सम्राट सो यहाँबाट रहेछ भ्यू Oh, nice. It's a beautiful view.
And we both are set. Miss Beauty with the brain. अलिकति अगाडि आउनुहोस् न तपाईँ पनि हामी Miss मिरो Beauty with the brain. Yes. Awesome. We sisters are ready to nail the panel discussion. आँखा खोल्दाखेरि मेरो खुट्टा थिएन बासु थिएन अहिले पनि मेरो घाँटीदेखि खुट्टासम्म स्ट्रेन गर्ने भ्यालु एड गर्ने सो दिस इज एउटा युथ वितरण गरिदिनु हुन जेसिआई हेटौँडा वर्ष 2026 का अध्यक्ष सिनेटर सन्तोष कस्तो भयो सेसन तपाईको नजर Oh my god! Oh my god! Oh my god! It's so I love this love. म प्रिन्स अफ गौतम नयाँ मार्गबाट नयाँ मार्गको सियो हामी प्लास्टिकको पेमेन्ट ब्लग बनाउँदैछौँ हामी सबैजनाले इन्स्टाग्रामलाई फलो गरिदिनु होला धन्यवाद Wow! You promotion was really good. एकदमै राम्रो interaction भयो हेटौडाको audienceसँग. Love their energy. Everything was beautiful. एकदम inspiring नै थियो. अब यसो हेटौडा घुम्ने टाइम. Let's go. हामीहरू अहिले आएको छौँ शहीद पार्कमा with our amazing host and organizer. By the way, Prasuj, I have to tell you, you are an amazing moderator. खतरा लाग्यो खतरा मोडरेटर तपाईको ऱ्यापिड फायर क्वेसन मलाई मन परेन तर ठिक छ हाम्रो रियल शहीदहरू हुनुहुन्छ र यहाँ हाम्रो नेसनल फ्ल्याग जय नेपाल हिमालको तल्लोपट्टिको गाउँ यस्तो गाउँ हामीले स्कुल प्रोजेक्टमा टन्नै बनायौँ वाउ यो शङ्कर हिमाल हो आहा कति माथि छ हेर गाइस चुचुरो वाउ मेरो उतै होटल हो गाइस अघि नजिकबाट देखाइसके सो दिस इज द भ्यू यो के हो इन्ट्रेस्टिङली म यो के देखेँ ड्रागन फ्रुटको खेतीको लागि बनाएको यो वाउ इन्ट्रेस्टिङ छ अब कतिजनाले भन्ने होला नि कति केटीहरू कति वाउ वाउ भन्छ जे भनेर वाउ छ त वाउ भन्नु पर्यो नि काठमाडौँमा धेरै बसिरहनेहरू बाहिर भ्यालीमा जे देख्यो भने वाउ भन्छ के त्यो तपाईँले हामीलाई के भन्न खोजा काठमाडौँको होला बाहे भन्न खोजा अनि जे देख्यो नि वाउ त्यो पानी कतैबाट झरेर देख्यो भने झरना काठमाडौँको बाजेहरू तपाईँहरूको के छ टिप्पणी यस्तो सोचलाई हामी जे पनि वाउ भन्छौँ रे काठमाडौँ एकदम राम्रो छ काठमाडौँ एकदम राम्रो छ काठमाडौँको मान्छेहरू धेरै सोझो हुनुहुन्छ राम्रो हुनुहुन्छ फेरि कमेन्टमा उहाँको ब्लगको कमेन्टमा फेरि हामीले चाहिँ गाली खाइरहेको अनि तपाईँहरूले गाली खानुहुन्न होइन हामी वाउ भन्दैन हामी वाउ भन्छौँ आएर यसरी प्लास्टिकको बोतलमा फालिदिनु होला यसरी टिपेर डस्टबिन खोजेरै फाल्नुहोस् होला साथीहरू डस्टबिन त्यति टाढा छैन यहीँ छ यस्तो काम नगरिदिनुहोस् होला यस्तो राम्रो पार्कलाई सफा यो को हो फाल्ने को हो फाल्ने यसरी तपाईँहरू हो दाइहरू तपाईँहरू हो के हो फाल्ने यसरी अघि त म खुब डेयरिङ छु एडभेन्चरस छु भन्दै त छोड्ने पोलमा डढाइरहेको यो वनभोजमा हुने यो म्युजिकहरू चाहिँ आई डोन्ट लाइक इट डिस्टर्ब्स द नेचर बट या यस कहाँ ओ वाउ एडभेन्चर वर्ल्ड फर हेटौडाको चटपटे मिठो चटपटे उहाँले आफ्नो भाग लिइसक्नु भएको छ यहाँ दिदीले बनाउनु भएको छ दिदी खाऊ पशुपति चटपटे ओके वाह दाइ कति मिठो सेक्पा बनाउनु भएको कहाँ मिठो खुवाउनु भयो थ्याङ्क यू धन्यवाद मिठो लाग्नु थ्याङ्क यू फर कमिङ So I came to my hotel. सो धेरैजना प्यानलिस्टहरू चाहिँ आजै फर्किनु भयो बेलुकाको फ्लाइटमा मलाई चाहिँ खै के हो है नेपाली फ्लाइट भनेपछि चाहिँ बेलुका चाहिँ सक्दै सकिँदैन टर्बुलेन्सको डरले नै होला त्यो मैले हो फेस कस्तो भएको नि अब भोलि चाहिँ मजाले आई विल गो इन माई मर्निङ फ्लाइट भन्ने प्लान छ लेट्स सी के हुन्छ बट फर नाउ आइम रियली टायर्ड आफ्टर लङ डे सो गुड नाइट गुड मर्निङ गाइज I can't believe it's the ramro view. I'm waking up. Let me show you. That's the view.
from my room. So ramro, oh my god. Hetauda is magic. Hetauda is beautiful. Aesthetic doesn't go with the bag, but it's time to leave Hetauda. That I had a wonderful time, I must say. Done, and it's time to leave. Well, my trip is done, and my driver is the same person. Hello. अब तपाईँ मलाई छोड्न जाँदै हुन्छ वा यति दिक्क हुनुभयो कि मैले म जानेवाला छैन यसलाई काठमाडौँसम्म छोड्नलाई हिज लाइक एयरपोर्टमै छोडिदिन्छु एयरपोर्टबाटै भागो लड्की भनेर सो हामी सिमरा एयरपोर्ट जाँदैछौँ सो तपाईँलाई के भन्नु छ यसमा It was fun. Priya Sigdal is a good soul. सोचेको भन्दा totally different. He is down to she is down to earth. I am a he also. No, she is down to earth. So yes, guys, nice खतरा छु meeting म खतरा छु यस्तो खतरा छु कि उहाँले मलाई एयरपोर्टै छोडिदिँदै हुन्छ so that says everything but yes I had one of the most amazing experiences so हेटौडाको JCI team is really amazing मलाई खतरा लाग्यो उहाँहरूको team entire team नै अहिले तर I decided to go on flight Simara to Kathmandu but I made it. So I've landed to Tribhuvan International Airport र यो सँगसँगै मेरो हेटौडा लिडरसिप क्लासले यही समाप्त भएको छ अब लेट्स सी म अर्को ब्लग कहिले बनाउँछु